हेलो गाइज, अहिले चाहिँ हामी चाहिँ यो लेक साइड पोखराको लेक साइडतिर है हल्का घुमघाम रातिको समयमा। वाह वाह रे वाह, वाह रे वाह, यतिको रमाइलो छ। रमाइलो छ गाइज। हेलो गाइज, अहिले चाहिँ हामी होइन उल्टै टोपी लगाइदिउँ है। हामी चाहिँ अहिले पोखरा फेवातालमा आएको छौँ होइन। पोखरा फेवातालमा छौँ। आएन यार उल्टो टोपी लगाएर नि होइन। यो ठाउँ भनेको हामी जस्तै चार तिङ्रे केटाहरू भनेको सिङ्गल आउने चाहिँ रहेन चाहिँ यो ठाउँ। यो ठाउँ भनेको चाहिँ ट्याक्क लाएर हजुरको गर्लफ्रेन्ड लिएर आउने ठाउँ रहेछ होइन। कति रमाइलो गरिरहेको नि यहाँ भन्ने कुरो हो गाइज। ल यो भिडियो चाहिँ युट्युबमा आउँछ गाइज। कति रमाइलो छ। ल यहाँ पैसा फालेर पैसा जित्ने गेम नानी राम्रो रहेछन्। यस्तो छ है, रमाइलो छ। यसो हामी त यहाँ यसो साथीभाइहरूसँग होइन हो कि मेरो भाइ। अब रमाइलो होला भनेर साथी भनेर आइयो। यो ठाउँ आउनुपर्ने चाहिँ अब यसरी गाह्रो छ। हामी त सिङ्गल मान्छे, सिङ्गल मरिन्छ जस्तो छ, गाह्रो छ। ए भगवान्, कति राम्रो राम्रो मान्छे आउँछ नि यहाँ। ओहो नि भाइ, गाह्रो रहेछ हो यो ठाउँ त, गाह्रो छ। जता हेरे पनि जोडी जोडी मात्रै देख्छु होइन विशाल दाइ हो कि नै भनिदिनु नि त। यो फेवातालमा आउँदा के गर्नुपर्छ अरे भनिदिनु त। ए त्यस्तो न राम 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 राम। गीत त बजेछ गाइज है। कुन गीत बजेछ त पनि थाहा होइन। आफू त नेपाली मान्छे, इङ्ग्लिस गीत खासै सुनिन्न। ओहो नि कति राम्रा केटाहरू है। यो हो नि त रमाइलो होइन त। हो रमाइलो, भोलि युट्युबमा आउँछ है। कगजका ब्रेकअप हुन्छ नि यहाँ। पकाउ तिम्रो पकाउ न खुब यहाँ टाँसेर हिँड्ने हन्। कगजका ब्रेकअप बनाइदिन्छु मैले यहाँ। हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज, फेवातालको चाहिँ यो ढुङ्ग्रो कत्रो हो बाबा। यो यत्रो भयो भने त कसम खाँदै अगाइन्छ जस्तो छ। भातै खानु पर्दैन।